ल ह्यापी बर्थडे साथीलाई बर्थडे गिफ्ट एउटा ल्याइदिनु छ तँलाई राम्रो खालको ल बर्थडे गिफ्ट ल कसरी बसेछ हेर्न म यसले फेरि झुट बोल्यो होला मलाई छेकिरहेको थिएँ म हेर्छु म त हेर्न मिल्छ होला तपाईँले किन हेर्नु बर्थडे गिफ्ट भएन यसले फेरि घडी किनेर ल्याएर यसले मलाई बर्थडेमा घडी बाहेक गरेर केही दिँदैन त्यही त नि अब के दिँदा अरू के छैन लागिरहेको थियो केटाको हो क्या केटीको हो केटीकै हो दानियल ओ यसले कति महँगो किन्यो होला नि Hello friend, welcome back to my YouTube channel. It's me, Ochina Tamang, and for my servant friends and family, Drabo Chao, Dobrodosli, na my YouTube channel. And आज चाहिँ मेरो happy birthday Srechan Rojandan Moe. अनि नाटक बेसी हो ओ मिस आइ त ताली मम्मीको ह्यापी बर्थडेमा ताली बजाउ छोरो वहाँ परेछ नानी अनि हामी चाहिँ कामबाट अलि अब ढिलाइ निस्क्यो त्यही भएर हामी एउटा टावरमा घुम्न जान लाग्छौँ अरू नाच गान सेलिब्रेट भन्दा नि हामी नयाँ ठाउँ घुम्न जान लाग्छौँ बेलग्रेडको अबला टावर भन्ने अलि बेलग्रेड भन्दा अलि टाढै छ अनि अब हेरौँ बाँकी त्यहाँको पुगेर कस्तो हुन्छ किनभने अहिले चाँडो राति हुन्छ अब हेरौँ राम्रो हुन्छ कि हुँदैन त्यहाँ पुगेर लेफ्ट लेफ्ट के लेफ्ट सिधै अनि ल बाँकीको भिडियोहरू बनाउँदै गरौँ साथीहरू म म्याप पनि हेर्नुपर्छ अब त्यहाँ पुगेर बनाउँछु बाई बाई अब त्यो पिलिक पिलिक बलिरहेको टावर जान लाग्यो यो टावर जान लाग्यो हामी घुम्न आइपुग्न लाग्यो ए गाडी चलान्छ कस्तो भएको है कसो राम्रो देखेको है बेलग्रेड एरिया त हो अनि त्यसले देखाउँछ बाटो हेरेर साथीहरू रातै परिगयो आउँदा आउँदा एउटा रुन थाल्यो अब हेरौँ त्यहाँ गएर नि राम्रो छ कि छैन आइपुग्न लाग्यो अब 2 मिनट 3 मिनट भयो कि अहिले माथिबाट देखाउला किनभने जङ्गलहरू छेप्छ हामी चाहिँ आइपुग्दा नभन्दै साथीहरू अँध्यारो रातै परिहाल्यो अब हेरौँ यताउति अब कति राम्रो भ्यूहरू छ कि छैन हेर्न मिल्छ कि मिल्दैन कस्तो देखिँदो रहेछ अब हेरौँ यहाँ माथि टुप्पामा यहाँ अरे घुम्ने ठाउँ गेटै बन्द गरे क्या चाबी छ त त्यो होटेलवाला पनि कि यता अर्को बाटो कि तलको थियो कि बाटो खोलिन्छ हो चारपट्टि गेट दिलाई मैले भन्दा तलबाट हो भुन्टी भनेर माने यहाँ नि मान्छेहरू के त हो माथि माथि ए छैन त्यहाँबाट भन्दा लिफ्ट चढेर पेदर बच्चाको परै पर्दैन होला सक्छ गाइज हो अबला टावर रे अबला कि अमला टावर भन्ने यही हो
अच्छा ढिला पैसा थिएर आउँदा के भयो रे ढिला भयो बोली हेर्नुपर्ने के देख्नुपर्ने यहाँ दूरबीन छ है अन्य जाऊ दूरबीन पैसा गर्नु पर्यो नि मान्छेको घर त रोड त सबै नजिकै देख्दो रहेछ मैले त देखेन कहाँबाट झ्याल ए माथि छँदै रहेन म त कहाँ झ्यालबाट ल बाउसुर हेर अँध्यारो भयो अब दिउँसो भए झन् कति राम्रो हुन्थ्यो होला खुसी केही छैन लाइट राम्रो देखाएको छ तर कोही पनि छैन साथीहरू जाडोमा हामी मात्र छ्या टिङ्ग्रिङ बेइज्जती है हावा धेरै आज जमजम छोडिदियो हामी चाहिँ त्यहाँ माथि पुग्दाखेरि मैले सोचेको थिएँ सबै घेरेको हुन्छ होला सिसाहरूले भनेर तातै हुन्छ सोचेको थिएँ तर त्यहाँ माथि टावरमा त माथिपट्टि खुल्ला राखिदिँदो रहेछ साथीहरू यस्तो चिसो च्याट आएको थियो अनि त्यसपछि त बस्नै नसक्ने नानीको त हातहरू अनि गाला नाकहरू सबै रातो भएर मलाई चाहिँ टेन्सन लाएर भने जस्तो भिडियो नि बनाउन पाएन साथीहरू म त नानीलाई लिएर फेरि फिर्तै त्यो लिफ्टको छेउमा गएर बसेँ अनि मिलनले चाहिँ हल्का भिडियोहरू यताउति बनायो फोटोहरू हल्का खिच्यो अनि म चाहिँ गर्न सकेन नानीको चिन्ताले साह्रै भयो नानीलाई त भोक पनि लागिसकेको थियो अनि म झन् केकको भिडियो गरौँला यताउति भनेको त्यो हावाको साथले नानीको चिन्ताले त गर्दा नि गरिनँ अनि नानीलाई चाहिँ भर्ती केक दिन्छु त्यो थोरै मैले सानो एउटा रेडिमेड केक ल्याएको थिएँ अनि त्यो चाहिँ नानीलाई दियौँ अनि त्यसपछि हामीहरू चाहिँ अनि त्यहाँ धेरै बेर बस्नु सकेन कस्तो सानो अनि हामी गयौँ त्यति धेरै भने घुम्ने ठाउँ धेरै थियो साथीहरू घुम्न चाहिँ कहीँ पनि पाएन ढिला पुगेको भएर अनि 4 बजी 4:30 बजी अँध्यारो भइसकेको थियो त्यही भएर अब भने जस्तो भएन तर अब ठिकै भयो आइपुग्यो अब नेक्स्ट टाइम फेरि आउँला भनेर अनि हामी घर गयौँ फेरि घरमा पुगेर चाहिँ मैले हल्का के अर्डर गरे भएर हल्का सेलिब्रेट गऱ्यो अब त्यहाँ हल्का मात्र टिकटकहरू बनायो अनि हल्का मात्र गर्नु थियो त्यही भएर अनि घुमेर आएर अनि हामी त्यसपछि घरमा आएर हल्का सेलिब्रेट गऱ्यौँ बर्थडे गर्ल बस्नु अब मम्मी अब भयो टिकटकको लागि भयो बस्नु नानी फु गर्छु के म ल 27 वर्षको केक काट्यो अब ल ल्याइदियो मिसा आइदियो मिसा आइदियो ह्याप्पी बर्थडे त साह्रो आइदियो मिसा आइदियो यस हो मिसा आइदियो Happy birthday to you. Happy birthday to you. Happy birthday dear Priscilla Didi. Happy birthday to you. कस्तो बनाएर चाहिँ पहिलाको त राम्रो थियो अब ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु आई गुल्की हेर्दा त पेट भरिहाल्यो ल ह्याप्पी बर्थडे अस्तिको मेरै केक पर्दैन यसले खाना ने के खाना यो खाने फेरि दुईजना लौ दोमा भनिदिन्छ दुईजना पर्दैन पर्दैन के भन्नु त्यो पैसा दिन नलागे मैले बुझिसकेको पर्दैन कि दिदी आउनु चुप लाग्यो ल यो पनि ल्याएछ
उनीहरूलाई दिदीहरूलाई नि दिनु दिनु ठुलो गर्नु न यताबाट लिनु न या पैसा लिएर आइज पर्दैन दिदी पर्दैन तपाईँ पाल थापिहाल्नु दिदीले दिएको आशीर्वाद हो क्या आशीर्वाद घरमा खाइदियो सबै ठिक छ केक त ब्राभो ब्राभो cheers cheers happy birthday cheers 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 Opisa cheers cheers yeah bravo किन हाम्रोतिर हेर्नु कस्तो मिठो गरी खान्छ यसले कोक दिन त यही हो यसलाई सिधै दियो भने त नराम्रो झेर नै हो त्यो भन्नु ल ह्यापी बर्थडे टु यु खै त भने न त ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु ल साथीहरू भिडियो चाहिँ यति नै थियो अनि मैले इन्डिङ चाहिँ म आज गर्दैछु मतलब हिजो चाहिँ पार्टी सार्टी भएर यताउति भएर अनि अलि लेट भयो अनि मतलब लेट भएन नि गफ गऱ्यो यताउति भयो अनि यता सफा गर्दा उता सफा गर्दा नानीको सुत्ने टाइम पनि भयो अनि इन्डिङ गर्न पाएन मेरो इन्डिङ चाहिँ जहिले नै अपुरै हुन्छ है म भिडियो गर्दा गर्दा पछि चाहिँ इन्डिङ चाहिँ गर्नै बिर्सिन्छु अरू के हुन्छ त्यही भएर अहिले चाहिँ इन्डिङ गर्न लगाएको अनि त्यही हो हल्का मैले केक चाहिँ अर्डरै गरेको थिएँ किनभने केक चाहिँ अनि नानीलाई निकै मिठो लाग्छ क्या अनि देख्ने बित्तिकै यम भन्छ त्यही भएर केक अर्डर गरेर मैले हाम्रो दिदीहरू यताउति मात्र बहिनीहरू मिलेर हल्का मात्र सेलिब्रेट गरे हो अनि बाहिर घुम्न गएँ अब बाहिर घुम्न जाँदा चाहिँ के एक्सपेक्ट गराएको थियो के भयो बाटोको कन्स्ट्रक्सनहरूले गरेर जाममा पर्ने यताउति यता यता गर्दाखेरि अनि ढिलाइ भयो अँध्यारोमै पुग्यो ठिक छ ठिकै पनि भयो ठिकै अब नराम्रो कस्तो पनि किन घुम्ने ठाउँ धेरै थियो घुम्ने पाएन हामीले ठिक्कको मात्र भयो त्यही भएर रमाइलो भयो ठिकै छ अब त्यो साथीहरू अब बाँकी अब नेक्स्ट भिडियोमा भेटौँला भिडियोलाई हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला बाई बाई